साथीहरू अहिले यो मैले नेपालबाट गएर नेपालबाट नेपाल ब्याङ्कको एप डाउनलोड गरेर अहिले म भारतमा आइसकेको छु। भारतमा आउँदा यो नेपाल ब्याङ्कको एप हामीले नेपालमा ओपन गरिसकेपछि चल्छ कि चल्दैन त भनेर मैले एकचोटि ट्राई गर्नलाई मैले ओपन गर्दैछु। नेपाल ब्याङ्कको एप्स ओपन गर्दैछु र अब यस्तो देखाउँछ प्रोसेसिङ। अब यहाँनिर तपाईँको मोबाइल नम्बर रेजिस्टर गरेको हुनुपर्छ ब्याङ्कमा र यसमा पासवर्ड हान्नुपर्ने हुन्छ। आफूले याद गरेको पासवर्ड हानेर तपाईँ हामीले लोडिङ गर्नुपर्ने हुन्छ। यसमा पासवर्ड कलर भनिरहेको छ। म फेरि दोबारा रिपिट गर्दैछु पासवर्डलाई। दोबारा रिपिट गरिसकेपछि फेरि लोडिङ हुँदैछ। अब यस्तो देखाउँछ लेटरमा लेखाउनु। अब यो मेरो एकाउन्ट भयो साथी। अब यसबाट हामीले नेपालमा रहेका जुनसुकै सिमहरुमा डाटा प्याक भोइस प्याक रिचार्जहरू गर्न सकिन्छ र सबै मोबाइल ब्याङ्किङ हुने कामहरू सिस्टमहरुबाट सिस्टमहरुमा योबाट गर्न सकिन्छ भने ब्याङ्क एकाउन्टमा पैसा ट्रान्सफर गर्न सक्ने गर्ने सबै सिस्टमहरु यहीबाट हुन्छ है। पेमेन्ट देख्नुहुन्छ एकाउन्ट इन्पोर्ट मेरो प्रोफाइल हो, यो मेरो एकाउन्ट नम्बर हो। अहिले म नेपालबाट बाहिर भएको हुनाले मैले यसमा पैसा जम्मा गरिरहेको छैन किनभने अब भर्खरै आएको छु। अब हुन्छ कि हुन्न भनेर मैले यसमा पहिले फेरि पैसा निकाल्न मिल्दैन म बाहिर भयो भनेर मैले यसमा राखेको छैन। अब यसमा इलेक्ट्रोनिक बिलहरु भए सबै इन्टरनेशनल हावाई टिकटहरु टिभी पानीका बिलहरु सबै बिलहरु भुक्तान गर्न सकिन्छ। यो सहजै तरिकाले गर्न सकिन्छ साथीहरु। हजुरहरु पनि कतै नेपालदेखि बाहिरतिर जाँदै हुनुहुन्छ भने तपाईहरुले आफ्नो ब्याङ्क एकाउन्ट मोबाइलमा लोडिङ गरेर बाहिर जानुस्। त्यहाँबाट मजाले आफ्नो एकाउन्टमा जम्मा गर्दै अरु साथीहरुलाई पैसा ट्रान्सफर गर्न सकिन्छ। कसैको नाममा पठाउनु पर्दैन। आजभोलि जुनसुकै ठाउँमा पनि मोबाइल ब्याङ्किङ चल्ने भएकोले यो धेरै सहज तरिकाले काम गर्न सकिन्छ। यसमा स्क्यान फोटो लिन सकिन्छ, आफ्नो क्यूआर कोड दिन सकिन्छ साथीहरु है त। धन्यवाद।